दर्शकबिन राजु परियार ज्यूका प्राय सबै गीतहरू कर्णप्रिय छन्। त्यसको बावजुद पनि सर्वोत्कृष्ट गीतहरू कुन कुन हुन् त? पक्कै पनि यिनै यस्तै अन्य विषयको पेरिफेरीमा रहेर तपाईहरू समक्ष कुराकानी गर्नको निमित्त हामी आइसकेका छौँ। नमस्कार दर्शकबिन, तपाईहरुलाई यो च्यानलमा स्वागत छ। यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरी नजिकै आउने बेल घण्टीलाई दबाई हामीसँग जोडिन भने नभुल्नुहोला। दर्शकबिन, राजु परियार नेपाली लोकगीत संगीत क्षेत्रमा प्रख्यात गायक हुनुहुन्छ, जसले 16,000 भन्दा बढी गीतमा स्वर दिइसक्नु भएको छ। उहाँका धेरै गीतहरू श्रोता दर्शक माझ लोकप्रिय छन्। ती मध्ये केही सर्वोत्कृष्ट गीतहरू यस प्रकार रहेका छन्। आधी खोला उर्लेर आयो, यो गीतमा प्रेम र भावनाको गहिरो पाइन्छ। पनि त्यसै गरेर फूलमा मौरी डुल्ने बेलामा यो गीतमा प्रकृति र प्रेमको सम्मिश्रण जोडिएको छ र यो गीत निकै लोकप्रिय रहेको छ। हजुर, त्यस्तै मिरमिरेमा घाम यो गीतले प्रेम र सम्बन्धको मिठास प्रस्तुत गर्दछ। लालुपाती नोगियो भुइँतिर नेपाली लोकगीत संगीतमा योले विशेष स्थान राख्दछ। त्यस्तै गरेर अर्को नम्बरमा रहेको छ रुमाल धोको छु। समाजमा विद्यमान छुवाछुत प्रति व्यङ्ग्य गर्दै सामाजिक सन्देश दिने यो गीत निकै लोकप्रिय रहेको छ। त्यस्तै गरेर अर्को नम्बरमा रहेको छ सुनपानीले रुमाल धोको छु। यो गीतले प्रेम र समाज बीचको सम्बन्धलाई उजागर गर्दछ। त्यस्तै गरेर तिमी घाम म छाया प्रेमको गहिराईलाई प्रस्तुत गर्ने श्रोतामाझ निकै लोकप्रिय छ। त्यस्तै अर्को नम्बरमा रहेको छ फूलको थुङ्गामा। यो गीतले प्रेम र भावनालाई सुन्दर तरिकाले प्रस्तुत गरेको छ। पक्कै पनि यी गीतहरू राजु परियारका साङ्गीतिक योगदान दिएका छन्, जसले नेपाली लोक संगीतमा अमूल्य योगदान पुर्याएका छन्। पक्कै पनि यदि तपाईहरू यी गीतहरूको संग्रह सुन्न चाहनुहुन्छ भने युट्युबमा गएर टाइप गरेर सर्च गरेर तपाईहरू सुन्न सक्नुहुनेछ। भन्दै यो आजको छोटो बसाइबाट छुटिन्छौँ। यहाँहरूका क्षणहरू सुखद रहून्। नमस्कार, धन्यवाद।